होइन मेरी बासैमा तपाईँको चाहिँ सबैभन्दा सुरुमा कसरी इन्ट्री भयो मेरी बासैमा सबैभन्दा सुरुमा मेरी बासै हो है दाजु तपाईँको होइन त्योभन्दा नि अगाडि मेरो अर्कै कथाहरू छ क्या मेरो कथाहरू चाहिँ सुनौँ न दाजु अब आज त त्यही नै मेरै काम हो होइन सुनाउँछु है त्यसमा मेरो चाहिँ के थियो भन्दाखेरि म 62 एसएलसी 63 मा काठमाडौँ आएँ अनि त्यसपछि कहाँबाट चाहिँ गोर्खाबाट अनि आउनु साथ म दर्पण फिल्म राज तिमल सिन्हा सरहरूकोमा पुगेँ 10 दिनपछि म चाहिँ कलाकार बन्छु भन्ने थियो मलाई होइन म गाउँतिर यसरी बोल्थेँ प्रोग्रामहरूमा अनि त्यहाँ जाँदाखेरि म 5-6 महिना जति त्यहाँ गइसकेपछि 5-6 महिना 5-6 महिना पछि हजुर पाले दाई भन्ने फिल्म बन्यो पाले दाई यस अनि त्योमा चाहिँ त्यतिखेर चाहिँ रवि बेमान दाई चाहिँ ओ पासा भन्ने एकदम हिँड्थ्यो बेमान एकदम हिँड्थ्यो सुकुको अनि त्यसपछि त्यहाँबाट त्यो म गोर्खाबाट आएको मसँग यो फिल्म लाइनको मान्छे कोही पनि थिएन क्या मलाई त्यस्तो सपोर्ट गर्ने मान्छेहरू होइन अनि त्यहाँ साथीहरू मेरो यस्तो छ मामा यहाँ भन्नुहुन्थ्यो म चाहिँ एकदम फुङ्गा अब उडेको जस्तो होइन केही पनि छैन क्या कहाँबाट कहाँ हो कसैलाई भन्ने हो कि त्यही पनि थाहा छैन त्यसपछि त्यहाँबाट ग्रुपमा चाहिँ बालाजुमा चाहिँ सुटिङ थियो यो कस्तो ओखती पर्वतीय पासा यो गीतको सुटिङ थियो त्यहाँ त्यो पछाडिपट्टि एउटा कोटे सर्ट लाएर म नाचेको छु अहिले पनि छ भिडियोमा त्यो दिनमा चाहिँ मैले त्यहाँ रवि बेमान दाइलाई भेटेँ त्यसपछि मसँग फोन थिएन फोनहरू बोक्ने अब त्यो बेला कहाँ भर्खर काठमाडौँ आएको होइन अनि फोन नम्बर मैले रवि दाईसँग के भने भन्दाखेरि मलाई जितु नेपाल दाईको फोन नम्बर ल्याउनु न दाई भने हेर्नु है त्यसपछि मलाई जितु दाईको फोन उहाँले एकदम सहज रूपमा दिनुभयो थ्याङ्क यू सो मच रवि दाईलाई मैले अहिले पनि भन्छु भेटे बेला अनि त्यसपछि आएर मैले पिसिओ हुन्छ नि एसटिडी के हुन्छ नि त्यहाँ छिरेर मैले जितु दाईलाई फोन गरेँ जितु दाईलाई फोन गरेँ दाई नमस्ते भने हो नमस्ते भाइ भन्नुभयो अनि कहाँबाट हो भन्नुभयो दाईले म चाहिँ गोर्खाबाट आएको हो दाइ मेरो नाम चाहिँ मरिचमान श्रेष्ठ भनेको नाम त खतरा छ त भाइ होइन मलाई त्यो जितु दाईले भन्नुभएको त्यो इनर्जीवाला थियो नि खतरा छ भाइको नाम भन्नु साथ मलाई अलिकति बोल्न आँट आयो क्या के नाम हो भाइ भने म फेरि जिरो हुन्थ्यो होला होइन त्यसपछि अलिकति पावर आयो त्यसपछि गोर्खाबाट आएको दाइ यसरी मलाई नि काम गर्नु मन थियो भनेपछि ल एउटा नम्बर टिप त कल गर भनेपछि मलाई असिस्टेन्ट हुनुहुँदो रहेछ निरज नेपाल दाई उहाँको भतिजो अनि निरज दाईको नम्बर पाएपछि म बालाजुबाट गाडी चढेर जिरे खोर्सानीको सुटिङ कहाँ भन्दै 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 म नरेफाट पुगेँ होइन अनि नरेफाट पुगेपछि म त्यहाँ जाँदाखेरि त अर्को 50 जना मान्छे हुँदो रहेछ त्यहाँ केटाहरू होइन म त सानो म त त्यहाँ अनि यताउता हाउ गर्दाखेरि के गर्दाखेरि अनि सिनमा बस्न पाउने त्यसपछि म यत्तिकै सानो होइन त्यहाँ त कसले अनुहार देखाउने भन्नु अहिले